सर्वप्रथम परमेश्वरलाई धन्यवाद। विशेष गरी आज परमेश्वरको योजना अनि इच्छामा आज मेरो बाबा मम्मीको गर्भमा मलाई रच्नुभयो अनि यो संसारमा मलाई ल्याउनुभयो। विशेष गरी मेरो परमेश्वरलाई धन्यवाद र मेरो बाबा मम्मीलाई पनि धन्यवाद आज मलाई यो संसारमा जन्म दिनुभएको निम्ति र आज मेरो जन्मदिन हो अनि मलाई गिफ्ट एकदमै धेरै आएको छ। आज म गिफ्ट देखाउने छु। वाउ एन्जिला दिदीले ल्याइदिनु भएको यो चाहिँ अनि यहाँ छ एउटा यो चाहिँ मेरो दादाले ल्याइदिनु भएको। वाउ मेरो दादा छोरा मान्छे भए तापनि छोरी मान्छेको ड्रेस सपहरू एकदमै थाहा हुन्छ उहाँलाई। धन्यवाद मेरो दादालाई। अनि यहाँ चाहिँ मेरो मेमले ल्याइदिनु भएको, मेरो मेमलाई पनि नुली मेमलाई पनि एकदमै धन्यवाद। मलाई यति सुहाउँदिलो सुहाउँदिलो ड्रेस ल्याइदिनु भएको छ। अनि यहाँनिर मेरो बहिनीले ल्याइदिनु भएको छ। मेरो ज्वाइँ राजा चाहिँ 3 दिन भयो आज विदेशबाट आउनु भएको। ठ्याक्कै जेठी सासूको पनि बर्थडे परेको है। वाउ हेर्नुहोस् न क्या दामी। धन्यवाद मेरो बहिनी ज्वाइँलाई। मलाई यस्तो मन पर्यो यो गिफ्टहरू। अनि यहाँनिर छ मेरो भेनाल दिनुभएको गिफ्ट। यहाँ पनि हेर्नु पर्ला। मम्मी यो पो राम्रो रहेछ त। दामी छ क्या यो स्टार। हो थ्याङ्क यू मेरो भेनालाई। अनि यो मैले लगाएको पनि मेरो दिदीले दिनुभएको। मेरो दिदीहरूलाई एकदमै धन्यवाद। र ड्रेस पनि मेरो गिफ्टमै आएको, त्यही भएर मैले आज चाहिँ यो ड्रेस दिदीहरूले आज चाहिँ यही लगाएर आउनै भन्नुभएको थियो अनि त्यही भएर मैले यही लगाएर गएको। आज चाहिँ मेरो बर्थडे र परमेश्वरलाई धन्यवाद र मेरो साथीहरूलाई धन्यवाद। मलाई एउटा बहिनी साथी सब थोक बनाउनु भएको छ। उहाँहरूले एकदमै धन्यवाद। एकदमै मन पर्यो मलाई। धन्यवाद। हजुरहरूको वास्ता फिक्री प्रेम सदाभर यसरी नै रहिरहोस्। साथ सपोर्ट यसरी नै रहिरहोस्। धन्यवाद हजुरहरू सबैजनालाई। र मेरो बर्थडेमा विश गरिदिनु भयो अनि मेरो लागि प्रार्थना गरिदिनु भयो। तपाईँहरूलाई धन्यवाद र सबैजनालाई फेरि पनि जय मसे। जय मासे। जय मासे।